यदि तपाई 18 वर्षदेखि 28 वर्षसम्मको हुनुहुन्छ भने फाइनान्शियल प्लानिङ कसरी गर्ने यो सम्पूर्ण जानकारी यो भिडियोमा लिएर आएकी छु। इट माइट हेल्प्स, सो लास्टसम्म हेर्नु होला। सो द फर्स्ट पोइन्ट इज सेभिङ। अब सेभिङ भन्ने बित्तिकै हाम्रो माइन्डमा के आउँछ त? खुत्रुके। खुत्रुकेबाटै सेभिङ गर्न स्टार्ट भएको हो नि त। तर एउटा गोल्डन रुल के हो भने पैसाले पैसा तान्छ, मनी अट्र्याक्ट्स मनी। र यदि तपाईँ भर्खर यङ हुनुहुन्छ भने त्यो क्यापिटल कहाँबाट जम्मा गर्ने त भनेर भन्दाखेरि सेभिङबाट क्यापिटल जम्मा गर्नु पर्यो। अब यो सेभिङ कसरी गर्ने त भनेर भन्दाखेरि अब तपाईँको लाइफस्टाइलको कुरा आउँछ। यही बेला हो तपाईँले सबभन्दा बढी बचाउन सक्ने। सो 20s मा तपाईँले के गर्नु पर्यो भन्दाखेरि लिभ बिलो योर मिन्स। अननेसेसरी खर्चहरूलाई कट अफ गरी अलिकति गरिब भएर बस्नु पर्यो। सो इफ यु क्यान लिभ बिलो योर मिन्स, तपाईँ यो इएमआई, पर्सनल लोन भन्ने कुराहरूबाट टाढा बस्नुहुन्छ। अब पर्सेन्टेजकै कुरा गर्दाखेरि तपाईँले 25% चाहिँ एटलिस्ट सेभ गर्न पर्यो। त्यो सेभ गर्ने चिज चाहिँ तपाईँको क्यापिटल हुन्छ र पछि त्यही पैसाले अर्को पैसा तान्छ। सो दिस इज पोइन्ट नम्बर 1 विच इज सेभिङ। पोइन्ट नम्बर 2 भनेको चाहिँ इन्सुरेन्स। जस्तै हाम्रो सबैभन्दा बढी खर्च कति बेला हुनसक्छ त? हामी बिरामी पऱ्यो भने या हाम्रो कुनै एक्सिडेन्ट भइदियो भने। अब त्यस्तो कन्डिसनमा हामीसँग पैसै नभए पनि हामीले हाम्रो उपचार जसरी पनि गर्नुपर्छ। अब त्यो उपचार गर्ने क्रममा हामीले जति पनि एक्सपेन्सेस बियर गरेका हुन्छौँ त्यो एक्सपेन्सेसलाई पे गर्न धेरै टाइम लाग्छ, जसले हाम्रो फाइनेन्सियल डिसिप्लिनलाई टोटली ब्रेक गरिदिन्छ। त्यसैले फर्स्ट पोइन्ट सेभिङ र सेकेन्ड पोइन्ट चाहिँ इन्सुरेन्स लिएको हुनु पर्यो। इन्सुरेन्स पनि दुईवटा इन्सुरेन्स एटलिस्ट कम्पलसरी नै चाहिन्छ। एउटा चाहिँ लाइफ इन्सुरेन्स अनि अर्को हेल्थ इन्सुरेन्स। र सबैभन्दा ब्युटिफुल कुरा के हो भनेदेखि अर्ली एजमा यो इन्सुरेन्स गर्दाखेरि यो दुईटै इन्सुरेन्स कम रेटमा आउँछ बिकज वी आर यङ एन्ड हेल्दी। अब राम्रो कुरा के छ भनेदेखि विभिन्न ब्याङ्कहरूले आफ्नो सेभिङ अकाउन्टमै यो फेसिलिटी प्रोभाइड गरिराखेको छ। सो लाइफ इन्सुरेन्स लिनुभएको छ भने तपाईँले आफ्नो इन्कम अनुसारको टर्म प्लान लिए पुग्छ। लाइफ इन्सुरेन्स कतिको लिने भनेर भन्दाखेरि आफ्नो एनुअल इन्कमको 15 to 20%। अनि हेल्थ इन्सुरेन्स चाहिँ 1 to 5 लाखसम्मको कभरेज लिए पुग्यो। अब भोलिको दिनमा फ्युचर इज भेरी अनसर्टेन। केही पनि आइपर्यो भने इन्कमले नधान्ने कभरेज इन्सुरेन्सले कभर गरिदियो भने त हाम्रो फाइनेन्सियल प्लानलाई केही पनि अफेक्ट गर्दैन र यसरी हाम्रो फाइनेन्सियल डिसिप्लिन पनि बिग्रिँदैन। अब सँगसँगै कुरा गरौँ इन्भेस्टमेन्टको। इफ यु आर इन योर 20s, दिस इज द राइट पिरियड टु इन्भेस्ट। र यो बेलामा सर्ट टर्म भन्दा पनि लङ टर्म प्लानलाई टार्गेट गरेर इन्भेस्ट गर्न पर्यो। तर त्योभन्दा पहिला सर्टेन अमाउन्ट एज अ इमर्जेन्सी फन्ड छुट्याएर राख्नु पर्यो। यो इमर्जेन्सी फन्ड छुट्याएन भने भोलिको दिनमा केही आइपर्दा फर्स्ट थिङ वी ब्रेक इज आवर इन्भेस्टमेन्ट। द्याट इज वाइ आफूलाई 2-4 महिनासम्म चल्नलाई जति अमाउन्ट चाहिन्छ त्यति पैसा हामीले इमर्जेन्सी फन्ड भनेर छुट्याएर राख्नु पर्यो। अब लङ टर्म इन्भेस्टमेन्टलाई प्लान गर्ने हो भने द फर्स्ट थिङ यु विल बी डुइङ इज एसआइपी, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। अब यो एसआइपी कति गर्ने त भनेर भन्दाखेरि 1000 देखि 2000सम्म गरे पुग्यो, किनभने यो ब्याक टु ब्याक गरिराख्नुपर्ने चिज हो, त्यही भएर धेरै पनि गर्न परेन। एन्ड द सेकेन्ड थिङ इज अहिलेसम्म पनि तपाईँ सेयर बजारमा छिर्नुभएको छैन भने दिस इज द राइट टाइम टु इन्टर। म्युचुअल फन्डमा गएर कुनै एउटा म्युचुअल फन्ड चुज गरी त्यो म्युचुअल फन्डमा कन्टिन्युअसली इन्भेस्ट गरिराख्नु पर्यो। एसआइपी अलङ विथ म्युचुअल फन्ड, एसआइपी अलङ विथ सेयर इन्भेस्टमेन्ट। यसरी हामी अगाडि बढ्न पर्यो। सबै पैसा एउटै ठाउँमा इन्भेस्ट गर्नुभन्दा थोरै गरी डिफ्रेन्ट ठाउँमा इन्भेस्ट गऱ्यौँ भने एकतिर डुबिराखेको बेला अर्कोतिर उठ्छ र यसरी हाम्रो पोर्टफोलियो मेन्टेन हुन्छ। अर्को इन्भेस्टमेन्ट चाहिँ हामीले हाम्रो साथीभाइको स्टार्टअपहरूमा अलिअलि भए पनि इन्भेस्ट गर्नु पर्यो। जस्तै डिजिटल मार्केटिङ कम्पनी भयो अथवा फ्रिल्यान्सिङ अथवा कसैलाई क्याफे नै खोल्न मन लाग्ला, यस्तो स्टार्टअपहरूमा हामीले इन्भेस्ट गर्दै गयौँ भने हामीसँग बिजनेस एक्सपोजर पनि हुन्छ। र यदि तपाईँ विदेशमा हुनुहुन्छ भने आफ्नो इन्कमको थोरै पोर्सन क्रिप्टो करेन्सीमा इन्भेस्ट गर्दा पनि बेटर हुन्छ। र सबैभन्दा इम्पोर्टेन्ट छुट्याउनै नहुने इन्भेस्टमेन्ट चाहिँ इन्भेस्ट इन योर सेल्फ। तपाईँले आफूमा इन्भेस्टमेन्ट गर्नु पर्यो। अब आफूमा इन्भेस्टमेन्ट भनेको चाहिँ के भनेर भन्दाखेरि आफ्नो स्किल्सलाई डेभलप गर्नु पर्यो। आई होप इट हेल्प्स। I'll be back with next video.